फेरि पनि नमस्ते बुवाहरू। नमस्ते बाबु। अहिले भइरहेको जेनजी पुस्ताले गरेको आन्दोलनमा धेरै हाम्रो जेनजी दाजुभाइहरूले चाहिँ आफ्नो रगत बगाउनु भएको छ बुवा। उहाँको लागि नि हजुरले गीत रच्नु भएको थियो भन्ने मैले सुनेको थिएँ बुवा है। बुवा हामीले सुन्न पाइन्छ त्यो गीत हामीले? पाइन्छ बाबु, यसो 2-4 चरण यसो चाहिँ नि। हजुर त्यति साह्रै धेरै जानेको त होइन, यसो 2-4 चरण यसो मनले सोचेर हजुर यस्तो आफ्नो युवा पुस्ताहरूले चाहिँ नि अलि रगतको खोलो बगाएको देख्दाखेरि दिल दुखेर सानो 2 टुक्रा यसो बनाएको छु बाबु। ल हस् बुवा, सुन्दिनु त बुवा, ढिलो नगरिकन है बुवा। हस् बुवा, ल काठमाडौँको मण्डल घरमा ठुलो पर्यो हात्ती। काठमाडौँको मण्डल घरमा ठुलो पर्यो हात्ती। जेनजिओका सङ्गठन नियम खोज्न गयो। नियम खोज्दा पठाइबाट विद्यार्थीको जिन्दगी नै गयो। नियम खोज्दा विद्यार्थीको जिन्दगी नै गयो। आफ्नो बच्चा नहुनेलाई छैन कोहीको माया। मुटु फोरी रगतको बगाइदियो छाया। मुटु फोरी रगतको बगाइदियो छाया। एम्बुलेन्समा चढेर आएछन् श्रीमान बोली बच्चाको लाएछ। एम्बुलेन्समा चढेर आएछ श्रीमान गोली बच्चाको लागेछ। गोली ठोका आदेश दिने पापी कता गयो। गोली ठोका आदेश दिने पापी कता गयो। भोट दिएर जनताको जीवन समेत गयो। भोट दिएर जनताको जीवन समेत गयो। काली कौवा कहाँ कहाँ आँगनमा करायो। हक अधिकार खोज्न